हेलो नमस्ते साथीहरू सम्पूर्णमा हामी चाहिँ यतिखेर रसुवा जिल्लामा गोसाइँकुण्डा गाउँपालिकामा अवस्थित गोसाइँकुण्डा महादेवको चाहिँ दर्शनका लागि चाहिँ निस्किसकेको अवस्था छ। यहाँहरू पनि भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नुहोला। धन्यवाद। हाम्रो यात्रा चाहिँ काठमाडौँ स्वयम्भूदेखिको रहेको छ है गाइजहरू। Sana sarado man barado maya gidongbo garkuatan maya gidongbo garkuatan mati talego ma chaurisa fula gudunga ma maurisa mati talego ma chau लिची यतैको हो यो अबे कहाँको हो त नि यहीँको हो यहाँको त नि ए धार्मिक कति रुपैयाँ दाइ धार्ने होइन धार्मिक होइन झुप्पाको हो हजुर हजुर ए तेरे हामीलाई धार्नीमा चाहिने के गर्ने त अब मासु होइन हो मासु होइन नि लु बादेश मित्र मासु भए पो धार्ने चोक्ने Sana sarado man barado maya gidongbo garkuatan maya gidongbo garkuatan mati talego ma chaurisa fula gudunga ma maurisa mati talego ma chaurisa fula gudunga ma maurisa ohor vedna ta ramri thyo mai janges pali gala chaurisa यतिखेर नुवाकोट जिल्ला त्रिशुली भित्र नगरपालिका वडा नम्बर 4 मा छौँ। यतिखेर हामी बेत्रवादी हुँदै हामी स्याप्रोबेसी हुँदै गोसाइँकुण्डाको यात्रा गरिरहेका छौँ। प्रत्यक्ष प्रसादमा छौँ। एकदम बाटो एकदम रमाइलो छ। हेर्नु होला यहाँहरूले कति रमाइलो बाटो छ। तल हेर्नु त कर्णाली नदी, यतातिर हेर्नु त गाडी, कति रमाइलो ठाउँ छ। ल हेर्नुहोस् है यता। वेलकम टु लाङटाङ नेसनल पार्क। यहाँ चाहिँ विभिन्न शुल्कहरू चाहिँ दिएको छ। साथै यहाँ चाहिँ विभिन्न प्रकारका अनावश्यक वस्तुहरू लान मिल्दैन भन्ने कुराले चेक जाँच चाहिँ यहाँ सुरु हुँदो रहेछ। दुल्जे बजारसँगै लाङटाङ नेसनल पार्क सिमानामा है त गाई। यतिखेर हामी चाहिँ धुन्चे बजार आइपुगेका छौँ। ल हेर्नुहोस् है तपाईँहरूले, अब चाहिँ हाम्रो यात्रा धुन्चे बजारतिर आइपुगेका छौँ। तपाईँलाई अब हाम्रो यहाँबाट ट्रेकिङ यात्रा सुरु हुनेछ। हाम्रो यो यात्रा 5 दिनसम्म जारी रहनेछ। तपाईँहरू पनि यदि ट्रेकिङ जान मन छ भने यात्रा पाल्नु होला। फाइनल्ली हामी धुन्चे बजारमा यतिखेर 12 बजिसकेको छ। सुरु हामीहरू चाहिँ खाना खाएर हामी अब ट्रेकिङ यात्रा चाहिँ सुरु गर्न लागिरहेको छौँ। पैदल यात्रा हेर्दै गर्नुहोला। सबैजनालाई नमस्कार यहाँहरू सबैलाई। हामी अब गोसाइँकुण्डाको प्रस्थान गऱ्यौँ। अब यहाँबाट ठ्याक्कै यतिखेरको समय भनेको चाहिँ 12:58 चाहिँ अबको हाम्रो यात्रा। अब उकालोतिर हामी खुट्टालाई अलिकति सास दियौँ। काठमाडौँ मात्रै कति बसौँ। अब हामी 4 जना चाहिँ अब 4 जना दाजुभाइ चाहिँ गोसाइँकुण्डाको यात्रा गरेँ। तपाईँहरूको पनि भनेको जस्तो भरिपूर्ण होस् भन्दै हामी अहिलेलाई यहाँहरू माझबाट छुट्टिन्छौँ। हस् त, नमस्कार। एकदमै यदि तपाईँहरू पनि आउनुहुन्छ भने बाइक चाहिँ यहाँभन्दा उता जाँदैन, बाइक चाहिँ यहाँ राख्नुपर्ने हुन्छ। नाम्गेली सोडेन अर्ग्यानिक रेस्टुरेन्ट एन्ड लज। यहाँ चाहिँ तपाईँहरू खाना सहित बाइक राख्नलाई पनि, बाइक गाडी जे छ राख्नलाई पनि एकदम सुरक्षित ठाउँ रहेछ है त।
हस् हजुरलाई पनि धन्यवाद। Yang asing dapat jam lasso, jangan macam lain dong. Yang tu pasal kami jalan tu lain dong. Tuh, yang dah lasso, lah jangan lagi ya. Hei, balbaran kau tu. Alam ralam, hei, terang lagi. सबैको रक्षा गरून् त्यसै क्रम झन्डी र भोटल लाग्छ सबैको इन्चार्ज कमान्डर देउराली होटल एन्ड लज। कस्तो भयो यात्रा तपाईँहरूको? एकदम ठिक छ अहिलेसम्म? हाम्रो यात्रा एकदम कुनै यात्रा एकदम सुखमय रहिरहेछ। कठिनाइ छैन? कठिनाइ केही पनि छैन एकदम। ल दाइ के भन्न चाहनुहुन्छ? हाम्रो गोसाइकुण्डको यात्रा एकदम रमाइलो गर्दै गोसाइकुण्ड महादेवले हामीलाई तपाईँको रक्षा गरून्, तपाईँहरूको पनि रक्षा गरून्। ल एकदम ठिक छ ल। दाइ तपाईँको केही छ कठिनाइ केही छ तपाईँलाई? ल ठुल दाजु साइनलाई के हो एकबार हुनुभयो क्या तपाईँ? छैन? ल ठिक। देउराली काँगरी हुगिला मेहनत। देउराली डाँडा एकदमै रमाइलो ठाउँ रहेछ। हामी चाहिँ धिम्सामा चाहिँ चौरी गाईको लामा होटलमा चाहिँ हामी चौरी गाईको दुध एकदम प्योर दुध रहेछ। एकदमै धेरै धेरै धन्यवाद उहाँहरूलाई पनि यति मिठो दुध। हिँड्दै जाँदा एकदम उकालो बाटो भएकाले कतिपय हिँड्न नसकिने श्रद्धालु भक्तजनहरू चाहिँ कतिपय खुट्टाको प्रयोग गरेर चाहिँ हिँड्ने गरेको पनि देख्यौँ हामीले। दिउँसो 1 बजेदेखिको यात्रा हाम्रो करिब त्यतिखेर 7 बजिसकेको अवस्था छ। यात्रा चाहिँ एकदमै उकालो बाटो, गाह्रो पनि भएको छ। त्यही पनि हामीले छडिरहेको सकिन्छ। एकदमै राम्रो संरचनाहरू बस्नलाई पाउन गेस्टहरूलाई चाहिँ एकदम राम्रो सुविधा चाहिँ के छ दाइ? थकै लागेको? एकदम साह्रै आनन्दमय भइरहेछ भाइ, एकदम रमाइलो भइरहेछ। कहाँ आइपुग्नु भयो तेरा? मेरो कुन ठाउँ भाइ हो? चन्दनबारी भन्नमा आइपुगेको छ। साह्रै खुसी लागेको छ। गोसाइकुण्ड महादेवको यात्रा आएको, यहाँ भाइले पछाडिबाट साङ्गो राम्रो गरिदिएको छ। नै मेरो लागि एकदम धेरै 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 एकदम खुसी लागेको छ भाइ। आज तपाईँलाई केही अप्ठ्यारो केही छैन? एकदमै मलाई चाहिँ कुनै पनि यात्रा गर्ने क्रममा कुनै पनि त्यस्तो दुःख कष्ट भएन, किनकि हामी रमाइलो गरेर हामी चाहिँ यतिखेर चन्दनबारीबाट पनि माथि चोलङपाटी गएर बस्ने भन्ने उद्देश्यले हिँडेको थियौँ। यतिखेर रातको 9 बजिसकेको थियो। एकदमै थकानले बाटोमै पनि बस्यौँ हामी। हाँसिरहेको छु यतिखेर चाहिँ एकदम रमाइलो छ, तर कठिनाइ पनि छ। चोलङपाटी 3584 मिटर हाइटमा चाहिँ होसियारको जाने बाटो चाहिँ कतिको रहेछ। आजको यात्रा चाहिँ हामी यहीँ समाप्त गर्नेछौँ, किनभने बिहान दिउँसो 1 बजेदेखिको यात्रा हाम्रो 10 बजीको अवस्था छ। गुड मर्निङ सम्पूर्णमा। यतिखेर चाहिँ हामी चोलङपाटीबाट हिजो बेलुका चाहिँ एकदम थकानले पनि होला हामी कुनै पनि भिडियो बनाउन पनि सकेनौँ र एकदम थकान महसुसले कति चाँडै निधायौँ।
Saladini nami reksagirin pirsela लाङटाङ राष्ट्रिय निकुञ्जभित्र चाहिँ बिहानको समयमा चाहिँ कसैले बाटोमा कालिज वनकुखुरा भनेर चिनिने वनकुखुराले पनि हामी भेट्छौँ। गोसाइकुण्डमा पाल्नुभएका भक्तजनहरू गोसाइकुण्ड महादेवले बोलाइसकेको छ, छिटो छिटो पाल्नु होला। जय शम्भो। Jame bina bina nge bangengor bina bina fuel no pla chu jovan jame bina bina nge bangengor bina bina fuel no pla chu jovan ke marhan desino तोला मेलोई खल्दा मन के मार हंदे सिनोन तोला मेलोई खल्दा मन जा छर्जी चांगदेन प्रे जामे छर्जी मादेन प्रे हो जा छर्जी चांगदेन प्रे जामे छर्जी मादेन प्रे खेप्पा खुइदोगा मा एलाना नालाए खेप्पा खुइदोगा मा एलाना नालाए क्रागे बिसै मिखली लाखेरो आक्रागे बिसै दुखला फाइनली गाइज हामी चाहिँ गोसाइकुण्डमा आइपुगिसकेको अवस्था छ। यतिखेर दिउँसोको 1 बजिसकेको अवस्था छ है। एकदमै रमाइलो ठाउँ, एकदमै धार्मिक आस्था बोकेको ठाउँ, पर्यटकीय हिसाबले पर्यटकीय आस्था बोकेको ठाउँ, समुद्री सतहबाट 4000 मिटर भन्दा माथि हाइटमा रहेको। यहाँ चाहिँ एकदम चिसो पनि छ।
बा नुहाउनु सक्नुभयो तपाईँले हामी त नुहायो नुहाउनु कतिको चिसो छ झ्यापै दुधहरू मात्रै तिम्रो झ्यापै बाहिर दिँदैपछि हामी घाम छ अझ घाम आउँछ आनन्द आयो मौसमै एकदमै रमाइलो है एकैचोटि हेर्नु कति जाडो एकैचोटि घाम लाग्ने एकैचोटि सूर्यनारायणको छर्लकै थियो एक सौको घाम थिएन बिहानदेखि तपाईँ फर्किनु भयो नि त माथि सूर्यकुण्ड जानुभयो गोसेकुण्ड नुहाउँथ्यो अठार पानी नि झरेको हो ल ठिक छ बालु बिस्तारै हिँड्दै गर्नुहोस् हजुर पनि हामी पनि आउँदै गर्छु गोसाइकुण्ड महादेव की जय सबैको कल्याण गरून् सम्पूर्ण प्राणी जगतको रक्षा गरून् यहाँहरू पनि जहाँ हुनुहुन्छ सक्नुहुन्छ एकचोटि अवश्य दर्शन गर्न जानु होला यहाँहरू पनि जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ सक्नुहुन्छ एकचोटि अवश्य पनि जानुहोस् एकचोटि जानै पर्ने ठाउँ गोसाइकुण्ड महादेव यहाँ जानु भएर नुहाउनु भयो भने स्नान गर्नुभयो भने पक्कै पनि सुख शान्ति मिल्नेछ यहाँहरू पनि एकचोटि अवश्य भिजिट गर्नुहोला ठाउँ चाहिँ एकदमै रमाइलो छ आनन्दमय यहाँ पुगिसकेपछि तपाईँ एकदमै स्वर्गको आनन्द लिन सक्नुहुनेछ एकचोटि अवश्य पनि भिजिट गर्नुहोला सक्नु भएन भने भिडियो मार्फत भए पनि दर्शन गर्नुहोला धन्यवाद भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा यहाँहरूलाई विशेष धन्यवाद साथै गोसाइकुण्ड महादेवले यहाँहरूको सदैव कल्याण गरून् सदैव सुख शान्ति समृद्धि उत्तर प्रगतिको हार्दिक मङ्गलमय कामना व्यक्त गर्दछौँ यहाँहरूलाई विशेष धन्यवाद।